तर एकदम बन्दीपुर जानेहरूलाई चाहिँ उता दुम्री भन्ने ठाउँमा रोकिदिने रहेछ बसले। अनि हामीलाई चाहिँ त्यहाँको ड्राइभर दाइले यहाँ बन्दीपुर गेट अगाडि नै रोकिदिनु भयो। अनि यहाँबाट चाहिँ ट्याक्सीहरू लोकल बसहरू पाउने रहेछ। अनि हामी चाहिँ एकछिन लोकल बस कुर्यौँ। अनि लोकल बस आउन चाहिँ टाइम लाग्यो, त्यही भएर हामी चाहिँ ट्याक्सीमै छिटो हुन्छ भनेर ट्याक्सी बुक गरेर जाँदैछौँ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ हामी बन्दीपुरमा आइसक्यौँ, किनकि आज मैले काठमाडौँबाट ब्लग गर्दै आउन चाहिँ सकेन, किनकि अलिकति म सिकिस्त बिरामी भएको कारण। अहिले चाहिँ हामी बन्दीपुर पुगिसक्यौँ। बन्दीपुर पुगेर नि अब हामी चाहिँ घुम्न जान लागिरहेछौँ। अनि आज चाहिँ मैले चाहिँ अलिकति राम्रोसँग इन्ट्रोडक्सन दिन पाइनँ मेरो साथीको, सो हाम्रो स्टोरी चाहिँ मेरो ब्लगमा वेलकम छ है। धन्यवाद। फाइनली ब्लगमा आउन पाएन। कति वर्ष 6 वर्षपछि हामी पनि भेटिरह हो। एकदम के अरे खुसी महसुस भइरहेछ है भेटेर। अनि मोस्ट इम्पोर्टेन्टली तिम्रो ब्लगमा आउनु पाएर अनि हामी चाहिँ बन्दीपुरको यो सेन्टर बजार गेस्ट हाउसमा बसेको। अनि रुम चाहिँ यस्तो छ। हामी दुईजना यता भ्यू साइडको चाहिँ अहिले अक्सिजन भएर 2500 रे, उतापट्टिको चाहिँ 2000। त्यस्तो भ्यू त उता पनि राम्रो छ। त बन्दीपुरको नजारा चाहिँ यस्तै छ गाइस। A few moments later. अहिले चाहिँ हामीले चाहिँ ड्रेस लगाइसक्यौँ। अब चाहिँ हामी बन्दीपुर घुम्न जाँदैछौँ। मैले चाहिँ राई ड्रेस लगाएको, उसले चाहिँ गुरुङ ड्रेस। तर मान्छेलाई राम्रो देखाएको छ गुरुङ ड्रेस। म चाहिँ फर्स्ट टाइम राई ड्रेस नि लगाएको, खोइ कस्तो देखिरहेको छ गाइस। पागलकै देख्दै होला। कसैको बिहा खोइ म तिमीलाई देखाउँछु नि त। मेरो ब्याग चाहिँ तँलाई ब्लग गर्न न आउँदैछ अनि उजाउ न। अनि मैले आउँदै ब्लग्स नि यस्तरी दुख्लै ठाउँ खाने दङ्गैमा गरौँ। राई माइलीले गाउँ छर्यो। हामी चाहिँ यहाँ ड्रेस लगाएर घुम्दा घुम्दा गर्मी रहेछ, अल्छी लाग्यो। हामी चाहिँ यहाँ चिसो खाना आइरहेछौँ गर्मीले। अहिले आजभोलि चाहिँ बन्दीपुरमा अक्सिजन रहेछ गाइस। हामी चाहिँ अक्सिजनमा ट्याक आइपुगेछ। प्लानिङ राम्रो भएछ। तर त्यस्तो ठुलो चाहिँ रहेनछ हौ है। त्यही हो, त्यही एरिया मात्र त छ। खासमा यो बन्दीपुरको विशेषता चाहिँ के हो? मैले त्यस्तो हिस्टोरीहरू के थाहा छैन। यही होला नि त, यही। अनि त्यसपछि त्यहाँ के अरे केबल कार छ होइन। अब हामी चाहिँ एकछिनपछि मिनी ग्रेट वल जान्छौँ। एकछिनपछि यो ड्रेस चेन्ज गरेपछि चाहिँ कस्तो बोल्ने एनर्जी पनि छैन हौ। म त के भएको, तर त गुलाबको फुल नि राम्रो लगाइदिए रहेछ त त्यो कानको छेउमा। राम्रै मान्छेले त चिटिक्क पारिदिए रहेछ हो। अनि गाइस मेरो चाहिँ के हो यस्तो कपाल नि मिलेको नि के हो, जत्रो जुत्रो हालिदियो के हो। मेरो यो ऊ पनि खुस्क्यो, गर्मी न गर्मी यो त्यति ऊ नि जस्तो छ। हामी चाहिँ ड्रेस लगाएर नि फोटो खिचिसक्यौँ। अनि अब चाहिँ हामी मिनी ग्रेट वलतिर जाँदैछौँ। हामी चाहिँ ट्याक्कै त्यो पार्किङ एरियाबाट अब यहाँबाट चाहिँ यताबाट भित्र गयो
यताबाट भित्र जानुपर्ने रे हाम्रो मिनी ग्रेट वल जाने बाटो जस्तो रहेछ गाइस हाम्रो चाहिँ धरो हाइक हुँदैछ हैन कति 15-16 मिनट लाग्ने रहेछ हिँड्दै लेट्स सी गाइस कस्तो रहेछ हेरौँ पुगेसी देखाउँछु म गाइस बन्दीपुर चाहिँ यस्तो रहेछ खै त माथि ठुलो टावर भएको चाहिँ केबल कार रहेछ त्यहाँबाट चाहिँ तल जाने कि माथि जाने हो त्यो चाहिँ ए केबल कार तल पो जाने हो ए तलबाट माथि म त्यहाँ पनि पाहाड छ होला नि यहाँबाट माथि हो जाने होला सोचिरहेको लाइक मेरो कन्सेप्टमा चाहिँ त्यो मनुङकोट भन्ने छ नि त्यता जाने होला भनेको यस्तै रहेछ अब हामी चाहिँ यता जाँदै हावा चलेर शीतल भयो उकालो चढ्दा चढ्दा हामी चाहिँ यहाँ बिसाउने पर्ने पानी चिसोले राखेको चाहिँ मिठो भएछ पानी गुलियो भएछ अझै 1 किलोमिटर जति जानुपर्छ हामी चाहिँ त्यो डाँडामाथि पुगेर त्यहाँबाट तल चढ्नुपर्ने होला जस्तो लाग्यो हामी यतै फर्किने तल उता पर्छ उताबाट फेरि अघिको रोड आउनुपर्छ होला यतातिरको गाउँहरू पनि के हो फेरि यता चाहिँ कस्तो आनन्द क्या कहिले चार्ज हुँदैन कहिले त्यो स्टोरेज फुल हुन्छ क्या मेरो प्रब्लम चाहिँ मेरो त्यही छ र मैले हिजो स्टोरेज सबै क्लियर गरेर आएको क्या यसो मान्छेसँग मेमोरिजको भिडियो बनाऊँ भनेर अब बल्ल बल्ल 6 वर्षपछि हामी भेटिरहेछ अब कति वर्षपछि भेट्ने थाहा छैन त त्यही भएर यस्तो मेमोरी बनाइराख्नु भनेको गाइस बोल्न नआएर त नाप्पो गाई र गोरुस भोलि हामी त भरे पोखरा पो गएर लेक साइड हानेर जानुपर्ला जस्तो नाइटमा तँ कस्तो प्लान चेन्ज हो क्या भोलि के त हामी मनाउनै जान सक्छौँ गाइस अझै माथि जानुपर्ने छ यार गुरुङचे डाँडा वन जङ्गल जळगाउँ डडेलो नलगाऊ वेलकम टु गुरुङचे डाँडा नाम चाहिँ कोही बेला त म नेपाली पनि पढ्न आउँदैन नि पखैले ल 1 2 3 वेलकम टु गुरुङचे डाँडा त्यो खोल्दा खोल्दै भइसक्यो त के पुरानकोट रे पुरानकोट फाइनली हामी चाहिँ पुगेको अवस्था जस्तो छ होइन अब यहाँबाट तल त हो नि मिनी ग्रेट वल पुगिसक्यौँ गाइस यस्तो हुन्छ तर ग्रेट तर सानो क्युट कहाँ यता हिँड्ने बाटोमा रहेछ यो चाहिँ मन्दिर रहेछ एउटा यस्तो भर्खर बनाउँदै रहेछ यो चाहिँ अब एकछिन हिँड्ने होला नि तल हिँड्ने होला त मेरो त एनर्जी छैन सर एनर्जी कतिवटा पिम्पल पाकिदियो किन लजाएको रे बाबा ल गाई अब हामी चाहिँ चाइनाको ग्रेट वल जान्न नि बन्दीपुरको ग्रेट वल चाहिँ हिँडेर आउनुपर्ने हुन्छ हामी वाउ जे हो त्यही बोले नि हामी मिनी ग्रेट वल बन्दीपुरको पनि पुग्यो यहाँबाट चाहिँ राम्रो भ्यू देख्छ जस्तो छ ल अब यहाँबाट चाहिँ सुरु हुने रहेछ डाँडाको टपमा रहेछ
गङ्गो छ आधी मात्रै रहेछ नि त यहाँबाट जानुपर्छ खै ल मोडल रे मोडल लुबी छोको गेट खुल्ला रहेछ मान्छे छ होला अहिले एक्जाम चाहिँ माथि माथि बाहिर गइरहेछ सुनेकै छैन तिमीले के भनेको ए पानी चाहियो भने जाउँ ला नि त के रहेछ हेरौँ तर एकदम के अरे राम्रो रहेछ नि यहाँ सैलुङ जाने भने अनि यतापट्टि चाहिँ कस्तो राम्रो रहेछ गङ्गो जस्तो रहेछ नि के हो ओइ के भन्छ ए खुन्देको भ्यू पोइन्ट जस्तै रहेछ भनेको ल गर एकजना चाहिँ माथि ब्युटी भएर यहाँ कपालले फुसुङ्गो भएछ है तिम्रो अनि यहाँबाट चाहिँ त्यहाँ चाहिँ केबल काटेको छ यहाँबाट चाहिँ केबल काटिसकेर तल जाने रहेछ अनि यहाँ चाहिँ बन्दीपुरको बन्दीपुर अनि त्यसपछि होइन कस्तो राम्रो छ नि त यहाँ यसो हेर्दा यहाँबाट ट्याक्क हो र खै कस्तो हेर्छ हेरौँ न त हामीले साइज तर यो चाहिँ एकदम राम्रो लाग्यो मुभी मटेरियल जस्तो ठ्याक्क त्योपट्टि चाहिँ हुस्सु लागेछ ग्रेट वल अब हामी चाहिँ त्यहाँबाट तल घुम्दै फर्किला हामी चाहिँ अलिकति तल लास्ट पोइन्टसम्म जाने भनेर सोचिरहेको छौँ अब यतिसम्म त आयो होइन जानै पर्यो अनि हामी चाहिँ अब त्यहाँबाट अलिअलि भिडियो फोटो खिचेर हामी चाहिँ बन्दीपुर गाउँ गएर हामी चाहिँ रेस्ट लिनुपर्ने हुन्छ अब भोलि मनुङ डाँडा जाने भनेको नि त्यस्तै होला जस्तो छ क्यान्सल होला जस्तो छ लेट्स सी गाइस भोलि त फेरि काठमाडौँ फर्किनु पर्ने पछि हामी त गाह्रो छ नि अहिले चाहिँ हामी यतापट्टिको भ्यू साइडमा आइसक्यौँ यतापट्टिको भ्यू साइडमा अनि ग्रेट वल चाहिँ यति मात्र रहेछ गाइस यहाँबाट चाहिँ अघि हामी चढेर आएको यताबाट अब हामी चाहिँ ब्याक चाहिँ यताबाट पछाडि तल हिँड्दै रोडको बाटो जान्छौँ यताबाट फेरि उतै फर्किनु त फेरि पहाड चढेर तल झर्नु पर्छ सो बरु हामी चाहिँ इजी वे जानु पऱ्यो क्या हो जस्तो लाग्यो गाइस के क्या हो त्यही भएर मेरो 2 शब्द यही टुङ्गाउँछु गाइस धेरै बोल्न आएन मलाई यो चाहिँ टुरिस्ट एट्र्याक्सन नै गर्नलाई होला है कि यत्तिकै बाटै बनाएको हो यिनीहरूले कमेन्टमा मेन्सन गर्ने गाइस यो बन्दीपुरको ग्रेट वल चाहिँ कसले बनाएको गाइस अहिले चाहिँ म चाहिँ सुतेर उठेँ 2 घन्टा चाहिँ सुतेँ है म अनि मैले कपाल बाँध्नको कारण चाहिँ कायो ल्याएन रहेछ कि गाइस त्यसको लागि भोलिको लागि प्रिपेयर हुँदै हो म सो मेरो मान्छेले चाहिँ मेरो कपाल बाँड्दैछ अब के हुन्छ अब यसको रिजल्ट चाहिँ म भोलि बिहान देखाउँछु त्यो के अरे ऊ जस्तो पुसुक्क हुन्छ नि कर्ली पहिलातिरै गर्दै सो म चाहिँ ज्वरो आइरहेछ 2 घन्टा सुतेँ अनि उठेर
अब चाहिँ हामी चाहिँ बाहिर खाना खान जाने भनेको पानी परेर बिचोक भइरहेछ अहिले सो अब पानी रोकेपछि चाहिँ हामी जानुपर्ने हुन्छ पानी रोकेन भने त के हुने यतै खाने त होला कि जानु नि हुने त हुन्छ त्यो भित्र गएर खाँदा हुन्छ नि त सो नि यस्तै छ अब हामी चाहिँ इलेक्सनमा खाना खान जान्छौँ नाइट भ्यू चाहिँ देखाउँ न साँझेको बन्दीपुर चाहिँ अहिले पानी परेर यस्तो वेदर छ त हामी खाना खाएर नि आइसक्यौँ रुममा अब चाहिँ हामी आजको हाम्रो ब्लग चाहिँ इन भएछ गाइज स्टे ट्युन भोलिको लागि भोलि चाहिँ हाम्रो त्यस्तो धेरै लाइक प्रोग्राममा चाहिँ छैन लाइक त्यही गुम्बासम्म जाने होइन त्यसपछि चाहिँ हामी ब्याक टु काठमाडौँ हुन्छ मलाई सो गुड नाइट गाइज 아무도 모르게 해볼래